यहाँ भारतका साहुलाई अथवा शासकहरूलाई भने नवाबहरूले भारतका राजाहरूले धेरै राजाहरू थिए भारतका। हजुरहरूलाई चाहिँ उता बेलायतबाट युरोपबाट हजुरलाई चाहिएका सामान ल्याउन धेरै ढिलो हुनु। 3 महिना लाग्यो पानी ल्याएर सामान आउनु। अहिले हजार यहाँ एसियाका प्राय मुलुकहरू त्यसो भएर हामीलाई कोठी खोल्नु दिइन्छ। भारतमा व्यापार गर्नको लागि कोठी खोल्नु दिइन्छ भनेर भारतका शासकहरू त्यहाँ नवाबहरू के गरेको भन्दाखेरि कलकत्तामा एउटा कोठी, मद्रासमा एउटा कोठी, जम्मा 2टा कोठी खोल्नु दिए। भारतका व्यापारीहरू भारतका चाहिँ जनताका अलिक धनी छोराहरू चाहिँ बेलायत पढ्न जाने, बेलायत जाने, त्यो पढ्न दियो, बेलायत जाने महिनौँ लाग्ने पानी ल्याएर। ती 2टा व्यापारी जुन कोठी थिए ती कोठीले चाहिँ भारतमा चाहिँ काम गर्दै 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 राजनीतिमा हाल्दै गएको हिसाब पछि चाहिँ बेलायतै जन भारतमा आएर भारतमा गणतन्त्र ल्याइदियो ब्रिटिस साम्राज्यहरूले। त्यो काम राम्रो गर्छ। राजाहरूको बिचमा चाहिँ झगडा गराउने, लडाउने, अनि एउटा राजाको विरुद्धमा अर्कोलाई उचालिदियो, त्यो लडाइदियो, त्यसलाई फालिदियो, अनि त्यहाँबाट उनीहरूको शासन गरे। 200 वर्ष चाहिँ भारतमा आएर बेलायत साम्राज्यवादी बेलायतले 200 वर्ष चाहिँ भारतमा शासन गरे। पहिला कोलम्बियाको 2टा कोठीहरू, अनि त्यहाँ इस्ट इन्डिया कम्पनी भनेर त्यहाँ एउटा सङ्गठन खुल्यो। त्यही इस्ट इन्डिया कम्पनीको नामबाट भारतका सारा राजाहरूको चाहिँ स्याम थालिदिएको चाहिँ इस्ट इन्डिया कम्पनीले थालेपछि बेलायतकै मान्छे आएर त्यहाँ चाहिँ सरकार प्रमुख, राष्ट्र प्रमुख, सेना सबै बेलायतकै आएर भारतीय जनतालाई 200 वर्ष शासन गरे। 7 समुद्र पारीका बेलायतीहरू आएर त्यो त तपाईँको थाहा सुन्नुभयो। 200 वर्ष शासन गरे र 1947 चाहिँ बल्ल अब भारतमा चाहिँ काङ्ग्रेस पार्टी जन्मियो। अब कम्युनिस्ट पार्टी जन्मियो, अरू पार्टी जन्मियो। 200 वर्ष ब्रिटिस साम्राज्यवादको चुटाउनु शासन भारतीय जनताहरू चाहिँ उपनिवेश दिए। अनि त्यत्रो भारतलाई निम्न सर्दी चाहिँ ब्रिटिसले नेपाल किन खाए, नेपाल किन लिए नसकेर हो। त्यत्रो भारतलाई निम्न सक्नेले नेपाल लिन नसके त होइन। बेलायतले एउटा ट्याक्स गर्यो। के गर्यो भन्दाखेरि अब यो भारत खाइसकेपछि नेपालले ब्रिटिसहरूले खान्छ भनेर भारतका चाहिँ नेपालका चाहिँ भाइ भारतहरू शासकहरू अचानक सतर्क थिए। लडाइँ पनि भयो, सिलगढीमा लडाइँ भयो ब्रिटिससित, यता बुटोलमा लडाइँ भयो, जितपुर काण्ड भन्छ, कालापानी होइन, नागापानी त त्यो त हातै भयो। र तपाईँको चाहिँ ब्रिटिसले एउटा नयाँ उपाय निकाल्यो। के निकालेको भने तपाईँको चाहिँ राजदरबारभित्र झगडा थियो। काठमाडौँको राजदरबार त्यहाँ अब राजाहरूले कहीँ श्रीमतीहरू राख्ने, सहयोग राख्ने, के भयो जरा बेटा श्रीमती ल्याएर राख्ने। त्यसो हुनाले त्यहाँ चाहिँ राजा कला बनाउने भन्ने रानीहरू बिचमा चाहिँ झगडा भइरहने। अनि राजाकै चाहिँ प्यारी श्रीमती छ भने उबाट जन्मेको छोरालाई राजा बनाउनु पर्छ भन्ने एक थरी भयो। अर्को थरी तपाईँको चाहिँ जो वैधानिक हो, जेठी रानीबाट जन्मेको राजा उसलाई बनाउने हो भने कति भइरहन्थ्यो। आखिर ब्रिटिसले के गर्यो भन्दाखेरि नेपाललाई भारतमा चाहिँ यहाँ हामी बहादुर भएर वीर भएर ब्रिटिसले चाहिँ नेपाललाई केही गर्न सकेन भनेर गफ लाउँछ नि।
त्यो हुँदैन। पाकिस्तान आफ्नो अन्डर बनाउने, बर्मालाई आफ्नो अन्डर बनाउने, अनि त्यत्रो भारतवर्षलाई अन्डर गराउने, नेपाललाई नसकेर पनि त्यो हुन्छ। ब्रिटिसहरू बोलियो साम्राज्यवादी देश। ब्रिटिसले के गर्यो भन्दाखेरि चाहिँ त्यो राजदरबारभित्रको झगडाहरू खेलेर के गर्यो भन्नुहुन्छ भने त्यहाँ चाहिँ राणा परिवार जुन राणाहरू थिए, अब तिनीहरूलाई चाहिँ सत्तामा ल्याउनको लागि त्यहाँ उसले एउटा काण्डै मचाइदियो। के काण्ड मचियो भन्नुहुन्छ भने एउटा मैले त्यसको नाम गगन सिंह हो, के कोटबाट गगन सिंह थापा त्यहाँको मुख्य पटरानीको चाहिँ ऊ चाहिँ असाध्यै प्यारो मान्छे। त्यो चाहिँ गगन सिंहको हत्या गरिदिएपछि यहाँ अरू राणाका विरुद्धमा मात्रै होइन, चाहिँ ब्रिटिसका विरुद्धका मान्छे काटेर टुक्रा टुक्रा पारी मौका यही भनेर ब्रिटिसले जुन योजना बनायो त्यो नेपाली सम्मत 1943 गतेर जुन कोट पर्व भन्छ त्यो ट्याक्टिस के गरे भन्दाखेरि चाहिँ त्यो गगन सिंह थापालाई त्यसको हत्या गर्यो। हत्या कसले गर्यो भन्दाखेरि चाहिँ राणाजीहरू जङ्गबहादुरले खलबाट गराएपछि आफ्नो लवरको हत्या भइसकेपछि महारानी जुन चाहिँ शक्तिशाली थिइन् अनि चाहिँ आगो भयो। आगो भएपछि त्यहाँ चाहिँ केही घटना घट्यो भने चाहिँ दरबारले त कचहरी बोलाउँथ्यो। कचहरी बोलाएपछि चाहिँ त्यो चाहिँ कचहरी बोलायो किनभने राति 12 बजे चाहिँ बिजुली लाग्यो। त्यो चाहिँ अहिलेको हनुमान ढोका छ नि, तपाईँले सबै देख्नु भएको काठमाडौँमा पहिले दरबार त्यही थियो। हनुमान ढोकाबाट बिजुली लागेपछि त्यहाँका भाइ हालदारहरू जो चाहिँ कर्मचारीहरू हुन् ती सबै त्यहाँ हाजिर हुनु पर्यो। बिजुली लागेपछि सबै त्यहाँ हाजिर भयो। हाजिर भइसकेपछि अब त्यो रानी त राज्यलक्ष्मी देवीमा चाहिँ निश्चिन्न भएदेखि त्यो गगन सिंह परिवार, त्यो गगन सिंह मार्नु ज्यानमा चाहियो मलाई भनेर निश्चिन्न भइदियो। अब त्यहाँ त अब चाहिँ ब्रिटिसले चाहिँ बनाएको योजना थियो। त्यहाँ उनीहरूको इसारामा चाहिँ उनीहरूको अब उनीहरूले राणाहरूलाई सत्ता ल्याउँथ्यो। नेपाललाई आफ्नो अघोषित उपनिवेश बनाउनको लागि राणाहरूलाई नेपालको राज्य गरिदिन ल्याउनु थियो। अनि जो ब्रिटिस साम्राज्यवादको विरोधी थिए, नेपालको पक्षमा चाहिँ राष्ट्र स्वतन्त्र हुनुपर्छ, विदेशीको चाहिँ हस्तक्षेप हुनुहुन्न भनेर जुन देशभक्त भाइ हालदार थियो तिनीहरूको मुला काट्नु पर्ने थियो। त्यसको हुनाले त्यो आयोजना गर्यो। गगन सिंहको हत्या गरिदिएपछि त महारानी चाहिँ अब उत्तीर्ण हुनु भइहाल्यो। उनको त लगर बाख्रामा राजा खाँदै अनि के भयो भने त्यो जम्मै कोर्टमा चाहिँ त्यो दरबार जो मान्छेहरू जम्मा भए सबै मार्न पर्ने मान्छे सबै जम्मा भइसक्यो। त्यसपछि यो चाहिँ राज्यलक्ष्मी के भन्यो भने यो गगन सिंह मार्ने हत्या को हो, त्यो हत्या पत्ता नलाउँदै तिम्रो यहाँ कोही उन गर्न पाउँदैन भनेर निश्चिन्न भएर महारानीले चलाउँछ। त्यो हार दिएपछि अब स्थिति एउटाले अर्कालाई कुरा हो, एउटाले उला भन्छ, उसले उला भन्छ, हुँदा हुँदै चलाउनु चाहिँ त्यहाँ एउटाले त्यो अर्कालाई देखाएर काटिहाल्छ। अब जङ्गबहादुरलाई के तयार गरिदिएको थिए ब्रिटिसले भने उनीहरूको चाहिँ 7-8 भाइ चलाउँछ सशस्त्र भएर आफ्नो बल लिएर कचहरी गएको थियो। अरू सबै निशस्त्र। हेर्नुहोस् त, जसलाई चाहिँ सत्तामा शक्तिया लान गर्ने उनीहरू जङ्गबहादुर खलत चलाउँछ नि सशस्त्र हात हतियारसित भयो। अनि भोलि चाहिँ त्यहाँ चाहिँ नयाँ आउने सत्ताका अगाडि जो चाहिँ एउटा सम्भावना छ खतरा, तिमीलाई चाहिँ रानीले इसारा हुकुम दिने यो हो भनेर इसारा गर्ने। अनि चाहिँ जसलाई चाहिँ रानीले काटेर भने काट्ने, त्यो काटमार सुरु गरेपछि
त्यति बेला चाहिँ प्रधानमन्त्री अभिमान सिंह बहदेल पनि थियो। अभिमान सिंह बहदेलले के भने महाराजलाई सम्मान गरेर यसरी जटावाची गर्नुहुन्न भनेर अभिमान सिंह महाराजको नजिक चाहिँ प्रधानमन्त्री देश नजिकै जान के खोजिरहेको भन्छ त्यो उसको जङ्गबहादुर इसाराले जगाउँदाखेरि प्रधानमन्त्रीलाई त्यो हानी बोली ठोकिरहेको। अनि त्यो अभिमान सिंह बहदेलले चाहिँ मर्ने बेला शाहजहानी गगन सिंह मार्ने जन्मिने हो भनेर अब त्यसपछि जो छन् त्यहाँ मार्नु पर्ने मान्छे जो ब्रिटिस विरोधी छन् त्यहाँ हेर्नुहोस् है तिनलाई त म चाहिँ जङ्गबहादुर खलले चाहिँ आफू सशस्त्र छन् एक गरेर चाहिँ जम्म काटेर त्यहाँ तबको फलै भयो। नेपालको इतिहासमा सबभन्दा एउटा खतरनाक दुर्घटना त्यो ब्रिटिस साम्राज्यवादको अगाडि घटनाहरू हेर्नुहोस्। अहिले गएर भलो बाहेक घट्ने चाहिँ नेपाली गर्ने घटनाहरू मैले त्यहाँ गएको। त्यसपछि के भयो महारानीलाई जब चाहिँ उनी निसिङ्ग भए। अब मेरा चाहिँ गगन सिंहलाई मार्ने हत्याएर सब कति आम पारे निसिङ्ग भयो र आखिर जब राजाले राजनीति कष्ट उनी मारे यति मान्छे भन्दा पनि उनी डराएर जब पाटनतिर गयो राजा राजनीति। त्यसपछि महारानीलाई चाहिँ ल्याएको लगाएर चाहिँ जङ्गबहादुर चाहिँ प्रधानमन्त्री भएको 104 वर्षसम्म राणा शासन पारिवारिक शासन लगाउने सुरु भयो। 104 वर्षसम्म राणाहरू चाहिँ भारतीय ब्रिटिस साम्राज्यवादको पुरै चौकीदारी गरेर राजी गरेर तब उनीहरूले 104 वर्षसम्म नभए हाम्रो बाबुबारी बराजीलाई पुरै रैती बनाए, दास बनाए, नोकर बनाए, कमारो बनाए। 104 वर्ष शासन गरिरहेको त्यसो हुनाले अब बनाएर त म चाहिँ 2007 सालमा राणा कसरी गयो भने त म चाहिँ ब्रिटिस साम्राज्यवादको त म चाहिँ ओह्रालो यसो थियो संसारभरिबाट चाहिँ ब्रिटिस साम्राज्यवादलाई लखेटिरहेका थियो जनता कयौँ वर्षसम्म शासन गरेको थियो। त्यसो हुनाले भारतीय जनताले चाहिँ ब्रिटिस साम्राज्यवादको विरुद्धमा खास गरेर महात्मा गान्धी नेतृत्वमा संगठन भयो राष्ट्रिय आन्दोलन। त्यसमा चाहिँ ब्रिटिस साम्राज्यवाद भारतबाट चाहिँ जान पर्ने भयो। 200 वर्ष शासन गरेको भन्दा अर्काको देश त्यति ठुलो देश। पहिला चाहिँ भारतीयहरू चाहिँ बेलायत जान चाहिँ 16 लाख यिनीहरू लोक गए। पछि बेलायती भारतमा आएको हुन्छ त म सिकिहाल्यो। भारतकै जब चाहिँ सरकार पर्नु बेलायतको रानी अनि बेलायतकै धन बेलायतकै पैसा त्यत्रो देश पनि खायो बेलायत। हेर्नु भारत बर्मा बेलायतको थियो, अफगानिस्तान थियो, अब पुरै छाड्यो। जाने बेला भारत के गर्यो चाहिँ बेलायतको बारे भन्दाखेरि चाहिँ मुसलमानलाई उचाल्नु। हेर है यहाँ हिन्दूको बहुमत छ हिन्दुस्तान। तिमीहरूले चाहिँ छुट्टै राज्य बनाएर चाहिँ बस्दिनु भने तिमीहरूलाई हिन्दूहरू चाहिँ मुला काट्छन् तिमीहरूलाई चटनी बनाउँछन् जाने बेला के गर्यो उचालेर चाहिँ पाकिस्तान बनाएर कस्तो उनीहरूले आफू 200 वर्ष बसन्जरी पाकिस्तान बनाउनु नपर्ने ब्रिटिस साम्राज्यवाद। मैले तपाईँलाई साम्राज्यवादको चरित्रको बारेमा कुरा गरेको छु। 200 वर्षसम्म आफूले चाहिँ त्यहाँ त्यो उपनिवेश बनाएर त्यहाँ चाहिँ लुट्दाखेरि अब हिन्दूबाट चाहिँ मुस्लिमहरूको खतरा नदेखेको ब्रिटिसले आफू त्यहाँ छोडेर जाने बेला जब चाहिँ यी हिन्दू तिमीहरूलाई मुला चलाएर चलाउँछ खतम पार्टी तिमीहरू पाकिस्तान अलग राज्य मुसलमानहरूको अलग राज्य बनाएर चाहिँ काम गर्छ। हिन्दुस्तान पाकिस्तान बनाएर ब्रिटिस साम्राज्यवाद गयो। अहिलेसम्म हिन्दुस्तान पाकिस्तान यति गहिरो भाव छ। कति लडाइँ भयो अहिले पनि
उदाहरण दिनु पर्यो हिन्दुस्तान पाकिस्तान भनेर भन्छन् मान्छे त्यस्तो त्यति हिसाबमा हुन्छ साम्राज्यवाद र पछि के हो पाकिस्तानलाई दबाउनु चाहिँ अमेरिकाले चाहिँ प्रभाव पार्यो अमेरिकाले प्रभाव पार्यो र दबाउनु चाहिँ भारतमा आएको नेहरूको सरकारले रुससँग सम्बन्ध बढायो रुससँग सम्बन्ध बढाएर जति वर्षसम्म दबाउनु चाहिँ हिन्दुस्तान पाकिस्तानको पाकिस्तानमा दबाउनु चाहिँ अमेरिकाले प्रभाव भइरह्यो यता हिन्दुस्तानमा दबाउनु चाहिँ रुसको प्रभाव छ र अब अहिले के छ भन्नुहुन्छ भने अमेरिकी प्रभाव चाहिँ पाकिस्तानबाट छैन त्यसो भएर पाकिस्तानमा चाहिँ इमरान खान चाहिँ त्यहाँ लगेको थिए जेरिया आन्दोलन अमेरिका त्यसो भएर 104 वर्षसम्म चाहिँ राणाहरूले हामीलाई शासन गरे भारतबाट ब्रिटिस साम्राज्यवाद लगेपछि के भयो भन्दाखेरि यहाँ नेपालमा पनि राणा बहन सबैको कुरा भयो जाने पर्यो जाने बानी दबाउनु चाहिँ नि यहाँ राजा तल बनाउने प्रधानमन्त्री तल बनाउने त्यो सबै फान्सी चाहिँ भारतका शासकहरू भए नेहरूहरू भए जयप्रकाश भए अब राणा फाल्ने आन्दोलन नेपाली जनताले गरे मोहन नौसेना प्रधानमन्त्री बनाएर उता नेहरू पठाइदिएर जसका विरुद्धमा यहाँ आन्दोलन गरे हो त्यो त प्रधानमन्त्री पो भएर आउँछ त्यस हुनाले तपाईँले मैले भनेको के हो भने हामीलाई पार्टीमा राखेर हामी बनाउनु हामीलाई चाहिँ निजी स्वार्थबाट मुक्त भएर राष्ट्र र जनताको लागि चाहिँ अडिरहने काम गरिरहने केले बनाउँछ भने हाम्रो चेतना यदि हामीले आफ्नो अध्ययनको चेतना स्तर बढायौँ भने यो पार्टीमा हिँड्नु पार्टीको लागि काम गर्ने यो वाइघात हो भन्छ मान्छे यो वाइघात काम हो यो बोलाले गर्ने काम हो काम नभएर गर्ने काम भन्छ त्यसो भएर हाम्रो सबभन्दा ठुलो हतियार चाहिँ हाम्रो ज्ञान जब तपाईँको चेतनाले काम गर्छ जब तपाईँले चेतना आफ्नो उठाउनुहुन्छ तपाईँले संसार बुझ्नुहुन्छ चराचर जगत बुझ्नुहुन्छ अनि तपाईँको आफ्नो निजी स्वार्थ चाहिँ प्रधान हो कि तपाईँको घरको स्वार्थ प्रधान हो तपाईँको पारिवारिक स्वार्थ प्रधान हो भन्ने तपाईँको चेतनाले काम रुसले तपाईँको रुसका जनताले त्यत्रो तपाईँको चाहिँ जाडको सत्ता कसरी सिद्ध्यायो भने यहाँ लेनिनको जन्म भएको थियो लेनिनले चाहिँ संगठनात्मक पद्धति बनाएको थियो त्यसअनुसार पार्टी बनाएको थियो त्यो बोल्सेविक पार्टी चाहिँ रुस दल त्यत्रो शक्तिशाली स्वयं रुस साम्राज्यवाद देखेको थियो लेनिन त्याग क्रान्ति गर्दाखेरि चाहना रहेको थियो भने त्यसो हुनाले अब हामीले यी कुरा बुझ्नुपर्छ अब मैले यो कुरा किन गरिरहेको छु भने मैले नेपालमा चाहिँ त्यहाँखेरि 24 गते काठमाडौँमा आन्दोलन हो हिजो पनि मैले भने त्यो आन्दोलन गराएर सिआइए भनेको चलाउँछ अमेरिकन गुप्तचर विभाग अमेरिकन गुप्तचर विभाग र भनेको चाहिँ भारतको गुप्तचर विभाग भारतले हमेसा के चाहन्छ भने चाहिँ नेपालले चाहिँ सकेसम्म चाहिँ भारतमै गाड्न चाहन्छ त्यो सङ्घीयताको सन्दर्भमा चाहिँ तपाईँहरूलाई मैले हामीले कुरा सुनाएँ पार्टीमा सङ्घीयता किन ल्याएको गिरिजालाई चाहियो भएर होइन ओलीलाई चाहियो भएर होइन माधवलाई चाहियो भएर होइन तराई र भेटी मधेसलाई हिमाल र पहाडबाट अलग गरेर त्यसलाई चाहिँ छुट्टै मधेस प्रदेश गराउने एक मधेस एक प्रदेश त्यसपछि चाहिँ नि त्यहाँ चाहिँ भारतीयहरूलाई चाहिँ जन्मको आधार नआएर दिनु त्यसपछि वंशको नआएर दिनुले चाहिँ संसदबाटै वैधानिक तरिकाले तिम्रो नेपालमा बसिरहन चाहन्छौ कि उता जान्छौ दक्षिण भनेपछि सो त बहुमत भयो भने त उता जाने कुरा आइहाल्छ हेर्नु
यहाँ लगाउँदा त्यो संघीयता ल्याउनुको पछाडि गिरदारी ल्याएको मोदी केमा चाहिँ सत्ता र सौतीको दायित्वमा चाहिँ प्रचण्डको कुनै घर भएन कहिले। अनि तपाईँहरूलाई चाहिँ हामीले चाहिँ प्रशिक्षण गरिरहेको छ। मेरो बोल्नु जनजातिहरूलाई सबभन्दा खतम पारेको ठाउँ चाहिँ के हो भने पश्चिमाहरूले यिनी खसबाउने चाहिँ तिमीहरूले चाहिँ खाए लुटे सके। तिमीहरूको जातीय राज्य चाहियो। 126 जाति 24 जाति भएको ठाउँमा सबैलाई जातीय राज्य चाहियो। नेपाल रहन्छ भन्नु। अब कतिपय तपाईँ हाम्रै पार्टीका जातिका साथीहरू कति हाम्रै पार्टीभित्र आएका साथीहरू माग नलिनु। कयौँ चाहिँ साथीहरू जसलाई मैले आफैले पढाएँ, आफैले शाखा हिँडाएँ, आफैले रक्षा गरेँ। हाम्रो कुराले, हाम्रो सङ्गतले, हाम्रो विषयहरूले भन्ने लगाउँदा नि एनजिओको प्रभाव, आइएनजिओको प्रभाव, त्यता पालिएको चाहिँ अवसरवादीहरूको सङ्गतले हामीलाई छोडेर गए। हामीलाई छोडेर गए। सन्दर्भ रामसिंहकै कुरा गर्दा रामसिंह त 5 लाखदेखि जब हुन्छ नि मेरो आउनु दिन्छ। मैले चाहिँ जिल्लामा 15 वर्षसम्म म बाबु जिल्लाको सेक्रेटरी। यतातिर 31 सालमा चाहिँ साथीहरूले के भन्यो भने अब केन्द्रमा आइस, अब त्यो बाबु जिल्ला सेक्रेटरी छोड, चाहिँ त्यही बाबु जिल्ला बिग्रो भन्दै उनी दिनुहोस्। यहाँ देशको अरू ठाउँ जानु पऱ्यो भने पटाइ पार्टीले पार्टी गर्छन् साथीहरू। मलाई घर बस्नु त होइन, अहिले घर बसेको छु आज केही भन्नु भएपछि 15 वर्षमा आफ्नो सिले भएन बाबुमा पढाइ पार्टीभित्र पढाए के हुन्छ भने यो नेता हुनु खोजेको छ, यसले नेतृत्व हुनु खोजेको छ, यसलाई दिएर खुसी पार्नुपर्छ है, नत्र यो बाँच हुन्छ। यदि पार्टी पनि छोड्छ गुट पनि गर्छ भन्ने चलन छ। हाम्रा प्रायः होइन, अरूको मात्रै छ। तर मैले नेतृत्व छोड्नु बेलामा लगाउनु चाहिँ पलाइदिनेहरूलाई जिल्ला सेक्रेटरी त्यो त महत्त्वपूर्ण की पोस्ट हो। दिनराज पनि पढेर लेखेको थियो हाम्रो पार्टी, कुनै हाइस्कुल हेडमास्टर भइसकेको मान्छे, बाटो टाढो असार, उनी पनि आफू दाले जाने। मैले यसो विचार गरेँ यो रामसिंह चाहिँ स्कुल छ, इमान्दार हुन्छ, यो दिनराज दिनुपर्छ जिल्ला सेक्रेटरी बनाएँ। मैले मन लगाएर भन्दा मैले नछोड्दा चाहिँ यो पदको कति लोभियो पनि भन्ने कुरा आउँथ्यो। पदको लोभ त के लोभ भयो ल भन्नु। अब अहिले के भन्छन् फटाहरू साम्राज्यवादका एजेन्टहरू बुढा भइसकेपछि नेता भएर रहरले हो। 90-91 वर्ष लाग्नु मोहन बिटा हाते हात चल्दैन। उहाँले त्यो नेतृत्व छोड्नु नचाहेर हो। उहाँको लताजिएर पाउनुपर्छ कि बाबुराम प्रचण्ड माधवहरू पटक पटक प्रधानमन्त्री मन्त्री सबै हुँदा त उहाँको कहिलेकहिले हुनु प्रधानमन्त्री राष्ट्रपति ल भन्नु। त्यसो हुनाले त्यो अहिले हौवा फिलाएर के छ जनजीवित एउटा भन्दाखेरि यी बुढाहरूको काम छ। अनि के हो भने साम्राज्यवादीहरूले तयार पारेको बाले जस्ता ल्याउनु सत्तामा सक्दैन। त्यो हो जसैसम्म चाहिँ काम गरिरहन्छ पार्टीको लागि, जनताको लागि, देशको लागि भनौँ न। होचिमिन कति वर्षसम्म गरे भनौँ। भियतनामको चाहिँ लडाइँमा अमेरिकी साम्राज्यवादले त्यहाँ भुज गराइदिए राष्ट्रको पछाडि होचिमिनको अतिथि नगरे सम्भव थियो।
होचिमिनले घर छोडेर आफ्नो आँगन छोडेर 20 वर्षमा बल्ल आफ्नो आँगन केही काम भनिन्छ उनको जीवन ल भन्नु उनी त बुढो हुनुहुन्छ कुन काम गर्दैन विचारको त महिष भन्ने विचार अहिले भर्खर नयाँ पिँढीको के छ हालत भन्नु जेनको के छ हालत नयाँ जेनको हालत के छ तपाईँको हाम्रा छोराछोरी छ हेरेर छैन त्यसले भएर अहिले बिहामा चलेर बुढा भएको छोड्नु त्यो होइन माओको दुनिया चलाउँदै 86 वर्षसम्म काम गर्नु उहाँले काम गरेर चिनिया जनतालाई ल्याएपछि उहाँले कति समय जिउनु कति गाडी चलाउनु कति के गर्नु माओको नेतृत्वको अभावमा अमेरिकी साम्राज्यवाद चाहिँ चीनबाट फुटेको होचिमिनको अवस्था चाहिँ लगेको कोरियालाई त मजाले दुईटा बनायो साम्राज्यवादीहरूले एउटा कोरिया हो दुई भाइ एउटा कोरिया भियतनाम र कोरिया दुईटा बनाइदियो साम्राज्यवादी नेपाललाई पनि चुम्रिएर चाहिँ तराई भित्रीमालाई अलग गराउनुको लागि लगातार कोसिस गरिरहेको छ त्यसो भएर हामीले के विचार गर्नुपर्छ भन्दाखेरि यो जुन बाहिर भौगोलमा छन् हामीले तन्नेर चाहिँ हेरिरहेका छौँ अहिले मैले रामसिंह गएको थिएँ उनलाई जिल्ला सेक्रेटरी बनाएपछि मैले जे गरेको थिएँ त्यो पार्टीलाई लगातार अगाडि लैजाने त्यही ठाउँमा अर्कालाई ल्याएर त्यही गर्ने उनलाई केही दिएर जो तपाईँ चाहिँ पश्चिममा तपाईँ चाहिँ आइएनयुबाट पालिएका थिए उनीहरूको प्रभावमा उनीहरूको समयमा परिहाले पसिहाले अहिले मैले भन्छु हामीलाई छोडेर गएको मतलब रामसिंह अलिक इमान्दार राम्रो मान्छे अहिले त्यहाँ कहाँ गएर पसिदिनु जो एनयुबाट पालिएका थिए आइएनयुबाट पालिएका थिए उनीहरूलाई पढाए यिनीहरूबाट केही हुनु रहेछ नयाँ जनवादी क्रान्तिले गर्दा यता जानु पश्चिमाहरूले आइएनयुले त चाहिँ जनजाति दिवस मनाउन चाहिँ 25 करोड 30 करोड दिइएको थियो ओम मेरै विद्यार्थी मैले 5 लाख पढाएँ ओम उनी डक्टर भए युनिभर्सिटीमा चाहिँ पढाएर हुनु हामीसँग छँदाखेरि यो आदिवासी जनदिवस मनाउनको लागि अहिले 23 करोड आएको अहिले 23 करोड आएको भन्थ्यो मलाई हामीसँगै छ त उनी चाहिँ त्यहाँ जनजाति काम गर्थे पश्चिममा आइएनयु मैले मेरो गाउँपालिका गाउँ पञ्चायत गाउँमा छ जानु चाहिँ आफ्नो गाउँमा 5 लाख रुपियाँ दिएछ त्यो लगेर त्यहाँ खर्च गर्नु पर्थ्यो त्यति मात्रै गरेनन् तिनीहरूलाई हामीबाट छुटाएर लैजाने अब रामसिंहलाई त अझ बनाउनु चाहिँ नि मोहनजीलाई कारवाही गरेर हामीले हटाइदियो मोहनजी त्यही हुन्छ अब मलाई गराउनु होला अब म त कारवाही गर्नु निस्कनु पर्यो राजनीति दिनु कसलाई गराउनु होला यहाँ पार्टीभित्र छन् त धेरै मान्छे छन् चाहिँ पार्टी सेक्रेटरी हुन चाहिँ 0,000 मान्छे मेरो कुरा मान्नुहुन्छ भने अहिले पनि यही महत्त्वका लागि जब मैले जिल्ला सेक्रेटरी बनाएँ यो सोच छ षड्यन्त्र चाहिँ यता फेरि त्यसैलाई बनाउनु हुन्छ तपाईँको सिफारिस भन्नु साथीहरू मान्नु आखिर त्यस्तो राम्रो मान्छे आज त्यो एनजिओ आइएनजिओको कारणले साम्राज्यवादीको चक्करले आज रामसिंह कति दूर गएको ओम गुरुङले कति दूर गएको तिनै साथीहरूको बलले हो नि आज बालको भन्नु म पाए गर्दा हो रामसिंहले गरेर हो ओम गुरुङले गरेर हो परिले गरेर हो परि कति दुई चाहिँ बाबुको संग्रामीमा सांसद बनाए राजनीतिमा के हुँदैछ भन्नुहुन्छ कहिले कता नि सिजनमा मौका सक्ने भएर जब हावा आउँछ नि बाढी आउँछ नि त्यो बाढीमा तपाईँ टिक्न सक्नुहुन्छ सक्नु हावा आइरहन्छ
म त पार्टीमा लागेदेखि धेरै बाढी बिहोरे स्वयं पर्यटनमा तपाईँ चाहिँ 39 साल 41 सालमा 5औं महासचिव गराउनको लागि केन्द्रीय समिति हामीले राखेको पर्यटन युवक सङ्घको अध्यक्ष बनाएर पर्यटन कहाँ पुग्यो भने राजाले महेन्द्रले निष्कासन गरेको बाबा एडमलाई वीरेन्द्रले जो चाहिँ सिआइएको चाहिँ एजेन्ट हो नेपालको लागि राम्रो हुनुमा निकालेको चाहिँ बारबारलाई पर्दैन आफू प्रधानमन्त्री भएर नआएको थिएँ भनेर मैले कहाँ जान्छ किन त्यस्तो भयो भने उनीहरूले पार्टीको आधारमा सिद्धान्त नीति परित्याग गरे माओवादीमा धेरै छन् मान्छे एमालेमा धेरै छन् मान्छे ती परायण चलाउनु चाहिँ त्यहाँ बसेका त्यहाँ जन्म भएका पर्यटन भवनमा पोहोर साल परासाले एउटा कार्यक्रम भयो त्यहाँ म पनि निन्दा त्यो के रामकाली चाहिँ रामराजाबाट चाहिँ हाम्रो पार्टीमा आयो उनी रामराजामा चाहिँ रामराजा प्रसाद सिंह जो उनले राष्ट्रपति उम्मेदवार भएको थिए उनी आएको थिए अनि उनी माओवादी गए पर्यटन पदको अतिथि थिए त्यहाँ चाहिँ पर्यटन पर्यटनको बारेमा आफ्नै पार्टीको बारेमा आफ्नो पार्टीको आफ्नो पार्टीको चाहिँ कार्यक्रममा त तपाईँ त्यो पार्टीको मात्रै कार्यक्रममा पो हुँदैन त त्यहाँ त सबै छन् सिआइएको छ मिडियाको छन् कार्यक्रम चाहिँ सबै लगाएर जानकारी सबै हिँडाएको सबै बसेको मान्छे अरू पार्टीले गयो भने उनीहरू त अब राम्रै गर्छ मैले जिस्काएँ काम तिमी त यहाँ आफ्नो अध्यक्ष पर्यटनको त भन्दा विरोध गरेको काम के भयो भने मैले यही 2 मिनट पहिले चाहिँ पर्यटन मेरो अरू कता कार्यक्रम जान्छु हिँड्ने गर्दै अनि कोहान बसेको जानकारी तिमी त यस्तो ढुङ्गाले विरोध गरेर आफ्नै पार्टीको यहाँ सबै सिआइएको छन् सबै सम्पर्क आएको छ फेरि त्यही किन बसेका छौ त भनेको मैले जानकारी कुनै बेला त मसँग उनको त राम्रो इन्टिमेट थियो अनि के भन्छ आएर त्यो त हो केसी यसले गर्दा के भने अहिले माले कतिपय पुरानो मान्छेहरू थिए मैले उनको खिचिटिङ गरेँ भने एकदम आनन्द सिन्धरी माओली मान्छे यसो भन्नु नहुने भन्ने कति विषाद रहेछ भगवान् स्वार्थ भनिहालेर तपाईँसँग बसेपछि यो पाइनु यो पाइनु यही गर्दाखेरि अरू त केही त्यसो भएको हुनाले हामीले जब चाहिँ पढ्नै पर्ने चलाउनु चाहिँ अब विषयका चाहिँ हाम्रो अहिले पढ्ने कुरा कामै गर्नु पऱ्यो किन तपाईँले जब समर्थन गर्नुपर्छ यो विकराल परिस्थिति छ तपाईँले इतिहास ज्ञान हुनु पर्यो बोधपर्व भयो त्यो बोधपर्वमा ब्रिटेनले चलाउँछ एउटा परिवारले ल्याएर रोजगार राख्यो 100 वर्ष दिनुहुन्छ चाहिँ दास बनाएर नेपालको शासक गरेर राणा हामीलाई चलाउनु चाहिँ त्यो ब्रिटिस सेना भर्ती गरायो केटीले चलाउँछ वीर संघको पालना चलाउँछ गोर्खा ब्रिटिस सङ्घ कि नेपालका युवाहरू भारतीय सेनामा भर्ती हुने म आफू जान्ने हुँदा पनि हाम्रो नानाहरू नाता पातालाई चलाउँछ गर्दा भन्थे फकाएर भर्ती गर्नु नमान्ने मान्छे त्यो विदेशको भर्ती गर्नु नमान्ने जान्ने त्यो लानलाई ती खिटाहरूलाई म आफू नाच्ने ब्रिटिस चाहिँ गोर्खामा भारतीय सेनामा जानु म त झुकिए गल्लाबाट नाचिएर 32 जना नाचेकोमा म मेरो भाइ पहिलोको हो मेरो छाती बोली मुक्त
तिग्रा पनि ठुल्ठुला बोला ढिलो हेर्नुहोस् है, म त 1 नम्बर खाना हारेर निस्केनमा जानु। म त झुकिएर नुनेन बाबु मैले भनेको छु बाबु काठमाडौँ त्यही अल्झेर नेता हुन पुग्यो भने न त मेरो भाइले घर गइहाल्यो त्यो नापिएर एक दिन 2 बार नापियो। म उता छड्ने 104 वर्ष चाहिँ राणाहरूलाई ब्रिटिस जब चाहिँ आफ्नो चाहिँ समर्थनमा हामी माथि चाहिँ राणाहरूले शासन गरे। 7 सालमा जब चाहिँ त्यहाँ 7 साल पहिले जब ब्रिटिसलाई भारतले चाहिँ लखेट्यो अनि यहाँबाट राणाहरू गए। त्यसपछि गौरव आयो। 7 सालपछि गौरव अस्थिरता किन भइरहेको यो 7 सालपछि तपाईँले हेर्नुहुन्छ भने 6 महिनामा 2-3 महिनामा चाहिँ सरकार बदलिनु पर्यो। मैले हिजो अर्ध उपनिवेश र अर्ध सामाजिक व्यवहार अर्ध उपनिवेश भन्ने पुरै विदेशीहरूले आएर कुनै देशमा शासन गर्यो भने त्यो उपनिवेश भयो पुरै। भारत चाहिँ उपनिवेश थियो पुरै, किनभने भारतमा चाहिँ ब्रिटेनहरू आएर उनीहरूको पैसा चल्थ्यो, उनीहरूको ऐन कानुन चल्थ्यो। भारत बेलायतीसँग रानी महारानीसँग त्यहाँको रानी थिए, उनीहरूको झन्डा बेलायतको झन्डा बेलायतको पैसा। अनि हामी नेपालीले छोरालाई भर्ती भएर गएर चाहिँ उहाँ तपाईँले चाहिँ उता मलेसियासित लड्न लाग्यो, उहाँ चाहिँ हङकङ काली उता चीनसित लड्ने हेर्नुहोस् हाम्रो। अब पछि जब 7 सालमा चाहिँ राणाहरू गएपछि यता 7 सालपछि तपाईँको सरकार बनेर सक्दैन। किन नहुँदो रहेछ भन्नुहुन्छ भने यहाँ चाहिँ यति धेरै एनजिओ छन्, अर्बौं रुपियाँ त अमेरिकाले खर्च गर्छ। यहाँ त्यो एमालेको ठुलो सङ्गठनभित्र के छ भन्दा अधिकांश एनजिओ विभिन्न नाम सूर्यको पोषण भन्ने शीर्षक हुन्छ। अनि तपाईँको चाहिँ अब महिलाहरूको कति विषय हुन्छ, पुरुषहरूको कति विषय हुन्छ, अन्धाहरूको कति विषय हुन्छ, गाउँ बस्तीहरू कति विषय हुन्छ, हिमाल बस्ती विभिन्न नाममा एनजिओ खोलेका हुन्छन्, आइएनजिओ खोलेका हुन्छन्। विशेष गरेर अमेरिकाले, बेलायतले, युरोपले तिनीहरूले त्यो पैसा लिएर मन्त्रालयमा चाहिँ दिन्छन् पैसा अर्बौं रुपियाँ। त्यो पैसामा कर्मचारीहरूले बुझ्छ हेर्नु चाहिँ जुन पार्टी सरकारमा जान्छ त्यो एनजिओ आइएनजिओबाट आएको पैसा त्यो चाहिँ त्यो जुन पार्टी सरकारमा छ त्यो पार्टीलाई मान्छे त्यो खेलाउनु पर्छ, गुल्छारा उडाउनु पाउँछ त्यो पार्टीलाई लाग्छ। तपाईँ मसालमा लगाएर तपाईँ हाम्रो त एनजिओ लगाएर एनजिओ पैसा खानै पाएन, त्यो गैर सरकारी छ। अहिले यो नेपालको सरकार घोषणा कार्यक्रम चलाउँछ आइएनजिओ अमेरिकाद्वारा चाहिँ गठित आइएनजिओ काठमाडौँको जस्तो महानगरपालिकाको पढ्नुको हालत के रहेछ भने ऊ त पुरै चाहिँ विदेश एजेन्ट रहेछ, आइएनजिओ एजेन्ट, सिआइडी एजेन्ट। उसले जब चाहिँ त्यो महानगरपालिकाको किताब पनि हुन्छ। त्यत्रो सिंहदरबार 117 वर्षदेखि नेपालको चाहिँ नेपालको पहिले उनले सिंहदरबार आवाज भने फेसबुकमा राखेको त्यो आवाजमा उसलाई किन परेको भने राजनीतिले गरेर उसको श्रीमतीलाई अहतार पठाउनु पर्ने। राति 10-11 बजेसम्म चाहिँ त्यो गाडी बाटा हिँड्न ट्राफिकले चेक गर्छ, 1200 चाहिँ ट्राफिकले चेक गरेर अहतार जाने के हो भनेर के सिंहदरबार आवाज भनेको हुन्छ। 1-1.5 वर्ष पहिले आज त्यत्रो सिंहदरबार खोल्ने योजना बनाउने मान्छे, त्यत्रो अन्तर्राष्ट्रिय सभा दियो भनेको संसद भयो। हामीले संविधान बनाउन लाए त्यो सिंहदरबार सानो हुन्थ्यो, त्यसो हुँदा चिनले चाहिँ अन्तर्राष्ट्रिय सभा दियो भनेर बनाइदियो। त्यहाँ 600 भन्दा बढी चाहिँ सांसदहरू थिए। 2 कार्यकाल त मै बसेँ संविधान बनाउनु।
त्यो चाहिँ नगरपालिकालाई बुझाएको थियो चाहिँ त्यो चाहिँ अन्तर्राष्ट्रिय सभा भवन 15 करोड सालमा चाहिँ नगरपालिकालाई दिन्थ्यो संसदले। त्यो चिनित आयोगलाई कसले गर्दा अगुवा कसले गर्यो भन्दाखेरि राजपालिका गर्यो राष्ट्र। अहिले नेपालमा जता जानुहुन्छ तपाईँले केस दिनुहुन्छ रविजीमा रवि जाने जनताको स्तर हेर्नु जे तिनीहरूदेखि उनीहरूले बहिष्कार गरेको राजपालले र राष्ट्रपा संसद साउनको पहिला हप्तासम्म म काठमाडौँ छु दिल्ली आउने नारा गाउने जाने आखिर केही किनेले त्यो संसद भवनले के गरे त्यो कारण के हो भने त्यो त चाइनाले बनाइदिएको। अमेरिकाले अहिले के चाहन्छ युरोपियनहरूले के चाहन्छन् भने अमेरिकी दूतावास चाहिँ नेपालमा चाइनिज दूतावास नेपालमा राख्नु हुन्न भन्ने चाहिँ त्यो पुरै छ। र काठमाडौँका धेरै बुद्धिजीवीहरू पढे लेखेकाहरू प्रोफेसरहरू न्यायालयका मान्छेहरू अहिले त यहाँ यो घटना भएको के आयो भन्दाखेरि जो चाहिँ महत्त्वपूर्ण सिटो बसेका थिए उनीहरू त आइएनएबाट पाइएको थियो। उनीहरू त अमेरिकाको पक्षबाट काम गरेको हेर्नु हाम्रो पदम लोकालय चिन्नुहुन्छ यो असार साउनको कक्षले काठमाडौँ कार्यक्रमवासीहरू बाँकी गर्ने वकिलहरूसँग त्यहाँ हाम्रो पदम के भन्नुभएको भने नेपाल त अहिले जम्मै अमेरिका मरेका छ। घुस खाएर कमाउँछ पैसा कमाउने जस्तोमा कर्मचारी पैसा खाने कमाउने छोराछोरी पैसा अमेरिका पठाउने आफू पनि उतै जाने। त्यसो भएर अहिले नेपाल पुरै अमेरिका मरेका छ भनेर चाहिँ हाम्रो पदमले एउटा कार्यक्रममा भनेपछि एउटा चाहिँ विश्वप्रकाश मैनाली भन्ने विश्वको मैनाली भन्ने म अगाडि पढेको हुने क्याम्पसमा उनी बोल्ने कारण नेपालको थिए नेपाल जम्मै अमेरिका भए पैसाको पदम। अब प्रधानमन्त्री एक करार के सबै बुद्धिजीवीहरू सबै चाहिँ कर्मचारीहरू सबै पैसा कमाएर चाहिने कमाएको तर पहिला अमेरिकी पठाएको जसरी भारतका चाहिँ विद्यार्थीहरू बेलायत जान्थे पढ्न गएन पछि बेलायतले आए 200 वर्ष भारतमा त्यसले अब यहाँ अमेरिका आउने सुरु छ। अमेरिकालाई नेपाल किन चाहियो भनेर भन्दा चाहिँ अमेरिकासित अहिले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा चाहिने व्यापार बजार तर्फ तपाईँ म त अमेरिका गएको छु पुरा चिनिया सामानले चलाउँछ त्यहाँ अमेरिकनहरू ढुक्क छन्। चिनिया सामान छ त्यहाँ संसारभरि चिनिया सामान छ त्यहाँ। त्यसो भएर चीनसित लड्नको लागि चीनलाई चाहिँ बस पार्नको लागि नेपाल चाहिँ चिनिया अमेरिकनहरू नभई यदि चाहिँ अमेरिकालाई नेपालमा आयो भने भारतलाई खतरा हुन्छ। राम्रो त हुन्न भारत भारत फेरि यो आफ्नो खुर्सानीलाई सम्झन्छ। यहाँ चाहिँ नदी नाला सबै भारतको अभियान चलाउन खास भइरहेको छ। यो अहिले आड बल चाहिँ नदी गण्डक नदी भन्ने त्यो गण्डक नदी पानी अहिले चाहिँ रौतहटका के त गिरिहरुका किसान सिँचाइ गरेर पानी इन्डियाले बोल हाम्रो नदी हाम्रो त्यसको उपभोग गरेर भारत कर्णाली जति यहाँ नदी नाला छन् ती सबै खबर भारत दिएको छ। उसको निगाले दिएपछि उसले छोडेको पानी हामीले गलत चाहिँ रोकाइन्छ। यहाँ उसले भारत खाइसकेको छ। त्यसो भए अमेरिका यहाँ हामीले त भारतलाई समस्या छ। यहाँ लाखौँ भारतीय नागरिक लिएर बसेका छन्। यहाँ त्यसो हुनाले अहिलेको यो घटनाका पछाडि नेपालमा घुस हो भ्रष्टाचार हो सारा भाउ देखाउनु हो। त्यो जेनजीले केटाकेटीहरूले देखाएको नराम्रो हो
उनीहरूले सिधै कुरा हो नि तिमीले घुस खाएको त मैले भन्छु त रोडमा संसदमा तिमीहरू चाहिँ सांसद हुने पैसा बोरान गरेर चाहिँ बाँडी दलाल भोट किन्नु त्यसपछि काठमाडौँ आएर मन्त्री हुने त्यसपछि जनताको विकास निर्माण पैसा तिमीहरू घुस उनीहरूलाई आएर आएर भन्छु मुख छोडेर हाँस्छन् होइन भन्दैन रोडमा भनेपछि तलले होटेर एउटा काङ्ग्रेसको बढी नेतालाई मैले भने तिमीहरू मैले रोडबाट तिमीहरू मरेर जाँदा तिमीहरू घुस खाने पैसा सँगै जान्छ तिमीहरू मर पढेर भनेर चलको कुरा गर्दैन तिमीहरू मुसमुस हाँस्छौ तिम्रो काङ्ग्रेस भने मैले उसले के भन्दा बुढालाई भन्नु त्यस्तो साह्रो जाति गरेर लगाउँदैन उ त कालो कुरामा भन्ने दिशामा भन्ने अनि मैले भने त्यस्तो साह्रो कुरा तिमी त मुसमुस हाँसेर क्या भन्नु घरको कुरालाई किन सानो कहाँ गएर त पछि यिनी चाहिँ आम परिवर्तन गर्नु नयाँ जनतालाई क्रान्ति गर्न गएका मान्छे माओवादीहरू गर्थ्यो एमालेको गरिब अरू तपाईँ किन जोडिनु भएको तपाईँ यस कारणले जोडिनु भएको छ कि तपाईँ यहाँ पार्टीले लेडीबाजी सरकारको सिद्धान्त छोडे जसले छोड्छ उसलाई काट्छ यहाँ डर नेपालमा एमालेको छैन अमेरिका माओवादी छैन डर अमेरिका काङ्ग्रेस भइहाल्यो यी दरबारिया त भइहाल्यो दरबार उनी त पार्टी नै खोलेको छ राष्ट्रबाट अमेरिकाको काम गर्न खोलेको पार्टी हो राष्ट्र केही बुझ्नु त कति प्रभाव जनाउने नेपालमा जबै भनेको आँखाको पसेर अमेरिकी साम्राज्यवादलाई आँखाको पसेर मसाले हो तपाईँ हामी थोरै छौँ भनेको चाहिँ त्यो हीन भावना नगर्नुलाई थाहा छ मसाले त्यो एनसिसीको बेलाको चाहिँ सबलाई भेट्यो मलाई पनि भेटेको थियो भेट्नु पर्यो एनसिसीको बारेमा एनसिसी चाहिँ हामीले स्वीकार गर्नु राष्ट्रघातको म किन भेट्नु मैले सुरुमा के भनेको थिएँ माओवादीले के भनेको थिएँ एमाले माओवादी मान्छे त यो एनसिसी बोक्नुपर्छ भने पार्टी छोड्नु भन्नुभयो छोडे मानिसहरू के बिहा गर्नुहुन्छ तिनी पनि त कति राम्रो थिए म वर्तमान गुण कति राम्रो थिए मलाई थाहा छ कसै खबर भने नेतृत्वले लेनिनवादी समर्थनको सिद्धान्त छोड्यो अब नेतृत्वले नुकसान भ्रष्टाचार गर्ने बदमासी गर्ने माओवादीलाई मानेर त्यत्रो ज्यादै सेको सरकार चलाउन सक्छ यिनीहरूलाई तपाईँले गम्य अभियानले पढ्नु होला यदि चाहिँ भोजिनीले चाहिँ अब घुस खाने भ्रष्टाचार गर्ने यहाँ चाहिँ बालमन्त्री भन्ने पैसाको ठुलो लागेको भए अमेरिकाले भियतनामै दिन्छ भने दक्षिण उत्तर पछि चाहिँ भनेपछि के रहेछ तपाईँको सबभन्दा ठुलो कुरा तपाईँलाई आज काङ्ग्रेसका नेताहरूले त अवैध किसिमले कमाएको पैसाले त्यो पैसाले जोगाएन कति बदनाम त्यो पैसा त जोगाएन माओवादीलाई पैसा त जोगाएन एमालेका नेताहरूलाई पैसा त जोगाएन 12 लाख माथि भन्नु बोल्नु आज अमेरिकामा सेना नै किन्यो प्रहरी किन्यो कर्मचारी किन्यो मिडिया किन्यो नकिने भए 5 मिनट पनि लाग्दैन त्यहाँसँग गरेर त्यत्रो आगो सेना बसेर हेरेको आश्चर्य कुरा होइन
देशको अस्तित्व बचाउनको लागि, देश जोगाउनको लागि हो नि सेना र फौज। 1300 कि 1400 नाक बन्दुक चलाउँछ लुटेर गयो त्यो झेलखानबाट चलाउनु चाहिँ त्यो निस्कियो रविलाई त निकालेर त्यहाँ प्रधानमन्त्री बनाउनु ल्याएर राष्ट्रबाट गएर हल्ला गरेर यी ठुला ठुला ज्यानहरू अपराधीहरू अरूहरू नेपालमा छैन विदेशका अपराधीहरू छन् ती खाटमा विदेश ती बन्दुक जो पुलिसलाई बन्दुकहरू खोसिएर राखेर ती अपराधका साथमा बन्दुक चाहिएका परेन। अहिले 22-23 गते भदौ 24 यो घटना भयो, त्योभन्दा ठुलो घटना हुनुवाला छ। त्यो यसो भयो हुनाले मैले साथीलाई अनुरोध गरिदिँदा यो भने कम्युनिस्टै हुनु लाग्छ जस्तो हुन सजिलो छ। अब एमाले कम्युनिस्ट भन्छन्, माओवादी कम्युनिस्ट भन्छन्, अरू छन् बासले कम्युनिस्ट भन्छन्। साम्राज्य राजा चिनुसँग एक जति डराउनु के डराउनु भने यी चाहिँ एनजिओ आइएनजिओ लाभ हुन्छ कि नै, पैसा लाभ हुन्छ कि नै, डर हामी समस्या हामी मैले साथीहरूलाई के भन्नु तपाईँले गर्नु नगर्नु गरेर पैसा जम्मा गरेको सेवाले जम्मा गरेर पैसा के काम ऊ आफूले 4-4 5-5 चाहिँ मन्त्री भइसक्यो, प्रधानमन्त्री भइसकेको मान्छे त्यो समानुपातिलाई त्यो श्रीमतीले चाहिँ समानुपातिमा राख्नु चाहिए। हाम्रो मनाएर त्यो कहिले आएन थियो त्यो के हो भन्दाखेरि उसले पढेको दर्शन पुँजीवादी सिद्धान्त र साम्राज्यवादी दर्शन सिद्धान्त के हो भन्दाखेरि मै खाऊँ मै गाउँ अरू सपहरू दुर्बलहरू त्यो भनाइबाट त्यो सिद्धान्तबाट हामी बिल्कुल चाहिँ मुक्त आज घुस खाएर कति भयो, घुस खाएर भ्रष्टाचार गरेर जसले पैसा जम्मा गरे महल बनाएर कति निरन्तर कति पत्रकार त्यसकारणले अब अहिले अमेरिकाले जुनसुकै मूल्य सुधार नेपालमा चाहिँ यहाँ चाहिँ सैनिक प्यारेड राख्ने योजनामा छ। यहाँ जे गर्यो तपाईँ पाकिस्तानमा त्यही गर्यो, इमरान खानले गर्यो, यहाँ जे गर्यो तपाईँ अफगानिस्तान बङ्गलादेशमा त्यही गर्यो, यहाँ जे गर्यो श्रीलङ्कामा त्यही गर्यो। फेरि त बुद्धिजीवीहरू के हुन्छ भन्दाखेरि उनीहरू पैसा हुन्छ भने जस्तो पनि भइदिन्छ। अहिले जुन मन्त्री मण्डल बनाएको छ त्यो एनजिओ तिमी आउँदा मोही पानी पाएर कमाएर आएको गयो भनेको जनताले भोट हालेर चुनेका प्रतिनिधिहरूले यो हालत भयो भने त्यो एनजिओले पारेर आइएनजिओको पैसा खाएर चाहिँ मन डल्लाएर हिँडेका ती मन्त्री मण्डल गएका देश राष्ट्रिय कालले रक्षा गर्छन्। साम्राज्यवादीहरूले गल्तीमा राखेका देश रक्षा गर्छन्। कति धोका भयो भन्थ्यो हालमै जब चाहिँ चुनाव गराउनु छ भन्दाखेरि 10औं अरब रुपियाँ लाग्छ चुनाव जो थिए त्यहाँ हटाए तिनीहरूको कारवाही गर्ने चाहिँ संसदले विघटन गर्यो। मैले हिजो भने नयाँ कुरा हो संसद विघटन 70 सालको मैले विघटन गरेँ, 59 साल चाहिँ ज्ञानले विघटन गरेँ, 78 दुईचोटि गोलीले विघटन गरेँ। हेर्नुहोस् अब यो चाहिँ यो जुन एउटा पुँजीवादी एउटा चाहिँ यो जुन बहुदलीय व्यवस्था हो नि यसले चाहिँ जनताको सबै समस्या समाधान गर्छ भनेर हामीले सोध्नु हुन्न। हाम्रो समस्या समाधान हुने भनेको त तपाईँ बाहिर गएर पार अब तपाईँको पारको चाहिँ तारको पहिरो पर्छ जति तार हुन्छ भने यहाँ बस्छ तपाईँ समाधान हुने मान्छेलाई चाहिएको आवश्यक चिज राजनीति उपलब्ध गराउने जसले तपाईँले सुनिदिनु तातो लिनुहुन्छ तपाईँ अक्सिजन सास फेर्नुभएको छ कसैसँग उपलब्ध गरेको त्यस्तै मान्छेलाई बाँड्नुको लागि खानुको लागि लाउनुको लागि बाँसको लागि व्यवस्था गर्नुको लागि
समाजवादी विरोध, साम्यवादी विरोध, त्यही उद्देश्यको लागि हामी लड्यौँ। अब नेपालमा मात्रै होइन, हामीले आज विश्व कम्युनिस्ट आन्दोलन, विश्व कम्युनिस्ट आन्दोलनमा के हो भन्दाखेरि रुसबाट विद्रोह आयो। खुरुसेव जुन तपाईँलाई बहुदलीय दलबाट खुरुसेवको मदन भण्डारीसित हामी तिम्रा सहर बसेको पार्टीले गर्दा सिबी मैदानको मदन भण्डारी हामीसँग मदन भण्डारीलाई हिरो बनायो नि। बहुदलीय दलबाट भन्ने थियो साम्राज्यवादको एजेन्डा बोक्ने, एनडीबाट पैसा दिने अनि पार्टी सञ्चालन गर्ने जनताको बहुदलीय ल भन्नु। हामीलाई के लाग्छ भने यसमा ठुलो पार्टी छ, विशाल पार्टी छ। त्यत्रो विशाल पार्टीको सिंहदरबारमा आउने थियो विदेशी अपराधीहरू किन चाहिँ ल भन्नु। अब काङ्ग्रेसका त्यत्रा चाहिँ कार्यकर्ताहरू छन् किन छेकेनन्? त्यो चाहिँ शेरबहादुर आज राम धुलाई एउटा बनाउनु उही पार्टीका मान्छे गए, उही पार्टीका पद नपाएका अवसर नपाएर चाहिँ धुलो पार्न गए त्यही मैले साथीहरूलाई गर्ने अनुरोध थियो भने हामी जनगतिको संगठनमै बस्दाखेरि पनि हामी चाहिँ पार्टीको अनुशासन, पार्टीको नीति, पार्टीको सिद्धान्तलाई तलले बुझ्नुहरू सबै बुझिगर्न गाह्रो थियो। सुरुमा अर्कै जोस हुन्छ, चाहिए म राष्ट्रलाई फाँसीमा जान तयार हुन्छु भन्न त सजिलो हुँदैन। व्यवहारको गाह्रो घटाउनको लागि हामीले पढ्नु बुझ्नु। आज जसले ठगेर लुटिएर घर बनाए साम्राज्यवादी आगो लगाइदिए, घुस खाएर बनाएको पैसामा अब साम्राज्यवादी अब फेरि नेपालमा हुँदै के भन्दै एउटा सरकार बनायो, त्यो सरकारबाट आफ्नो एजेन्डा लाग्यो अनि त्यो सरकार चाहिँ आनी कानी गरेर समय पुग्यो। आनी कानी गऱ्यो भने त्यसलाई बदल्यो, त्यसलाई हटाइदियो। 30-32 वर्षसम्म चाहिँ 33 वर्षसम्म चाहिँ यही सरकारको अलि लामो टिक्यो। जब विदेशीहरू चाहिँ सरकार बनाउनु विघटन गर्नु तपाईँको सोचा कहाँ हो, तपाईँको विकास कहाँ हो? त्यस कारणले अहिले जुन हाम्रो लडाइँ चलाउँछ एउटा राष्ट्रिय मुख्य आन्दोलन विदेशीहरू यहाँ जुन कर्मचारीहरू खेलाइरहेका छन्, राजनेताहरूलाई नचाइरहेका छन्, यहाँ आफ्नो एजेन्डा लागू गर्छन् र मोडीलाई काट पारेका छन्। मैले हिजो भने नेपालमा के हुन्छ, यहाँ धान हुन्छ, यहाँ कोदो हुन्छ, यहाँ मकै हुन्छ, सम्पूर्ण दलालहरूले तपाईँ विदेश यहाँ पुरै खेत बारी सबै पहाड उडाहरू पुरै त्यो भाइले जनताको दोष होइन, उनले पाएको शिक्षा उनले फरक गरिहाल्छ। कहाँ छ देश कसरी छ एउटा बेवारिस देश अहिले यहाँ एनजिओका मान्छेहरूले राज्यसभा अहिले प्रस्ताव आउने जेएनयू चाहिँ बाले हुनुपर्छ प्रधानमन्त्री बाले। हामी के अपिल गर्छौँ बाले हुनु उसले नजाने गरेर कुना गरे, उसले चाहिँ सुशीलाका प्रस्ताव गरे। नेपाली जनताले चुनेर चाहिँ चोर लान्छ नाल चाहिँ बनाएर सरकार चाहिँ अब निकालेर नखेटेर अब तिनी एनजिओ आइएनजिओ पालिका चाहिँ कोसेर तिनीहरूले घुर्काएर तिनीहरू चाहिँ तपाईँले हाम्रो भाइको निर्माण गर्न अहिले सफल त्यसो हुनाले अब यति छोटो समयमा मैले धेरै काम गर्दिनँ। अब मलाई खुसी के लाग्छ भने अब यस्तो अप्ठ्यारो वातावरण भन्ने साथीहरूले जो आँट गर्नुभयो
यो राष्ट्रिय संयोजन गर्नुभयो जनजातिको धेरै राम्रो गर्नुभयो, तपाईँलाई धेरै धेरै बधाई छ। पार्टीको काम त नभने भाषण शक्ति लिएर हुनुभयो। हामीले सकेनौँ भने हाम्रा छोरा नाति गर्छौँ जनतालाई। हामी बाटो गरी हामीले जनतालाई क्रान्ति गरिदियो, त्यसको लागि हामी पढ्नु हो र यो कार्यक्रम सकेपछि तपाईँले जिल्ला जिल्लामा गएर अहिलेको देशको तस्बिर मैले तपाईँले पेस गरेँ। जुन तस्बिर तपाईँले देख्नुभएको देशको यो तस्बिर हाम्रा जनताको बिचमा चाहनुपर्छ, अल्छी नगरी बताउनुपर्छ र हामीले तपाईँलाई नेपाली जनताको साथ लिनुपर्छ र हाम्रो देशका तपाईँ साम्राज्यवादीहरू चाहिँ किराफल हुनलाई खेल हुनलाई बचाउनुपर्छ र तपाईँले यो सम्मेलनमा म त आउनै भन्ने म पनि घरबाट फसेको छु। म आउनु चाहिँ चिन्ता म आएँ तपाईँसँग देखियो सबै काम हो। त्यसो मैले देशको काम दिन्छु मेरो साथीहरूलाई जनता र राष्ट्रलाई सिरामा राखेर हामीले काम गर्नुपर्छ। यही भन्नु तपाईँसँग बिदा हुन्छु। म